आज स्वागत छ मेरो न्यू ब्लगमा हैन। पछाडि होली खेलिरहेछन् केटाकेटीहरू। सो आजको ब्लग चाहिँ मेरो सुरु भयो आज होलीको ब्लग हैन। देख्न सक्नुहुन्छ यस्तो छ आज होलीको माहौल। पछाडि केटाकेटीहरू होली खेलिरहेछन्। रङ नफाल सब। अनि आजको होलीको ब्लग हुनेवाला छ हैन। दामी बबाल हुनेवाला छ। सो अन्तिमसम्म हेर्दिनु होला। आज चाहिँ होली खेल्न कहाँ जान्छु म त्यही हेर्दिनु होला हैन। भेटिसके सो केटाहरू चाहिँ यता छन् एउटा दुईजना यता छन् अनि एउटा पछाडि। सो हामी अब 4 जना भएर होली खेल्न गइरहेका छौँ। अनि हामी चाहिँ होलीमा के भन्नु रमाइलो गर्ने केटी डिस्काउन्ट हुँदैन। त्यस्तै हामी कहाँ सोझो मान्छे डिस्काउन्ट हुँदैन अब के अब बोल्दै सिध्यो। सो हामी चाहिँ गइरहेको छौँ हैन। अब गइरहेको छौँ नि त गइदिन्छ अब के भन्नु। साइकलमा यसरी चढ्नु पर्ने हुन्छ हामीले। ओइ म सक्दिनँ डबल कुदाउन। हिँड्न आ हुन्छ। सो हामी चाहिँ गइरहेको छौँ हैन गोर्गेनतिर होली खेल्न। पछाडि एउटा नानीलाई बोकिरहेको छु। ए छोरा तिमी ग्याङ गर्छौ। सो हामी 4 जना भयो। मैले अर्कै जना फेरि स्वागत गर्न थाल्छु। सो हेलो गाइज, तपाईँहरूलाई स्वागत छ सुमन सिलवाल ब्लगमा। आज म सन्देश खड्का हैन। सुमन सिलवाल तपाईँको फेभरेट ब्लगर। उहाँलाई धेरै माया गरिदिनु होला। हजुरहरूले सपोर्ट गरिदिनु, सकेसम्म सपोर्ट गरिदिनु, भ्युज बढाइदिनु। अनि घरमा भएको जतिवटा मोबाइल छ सबै मोबाइलबाट सब्सक्राइब गरिदिनु, बुझ्नुभयो। अनि हाम्रै प्रोहरू आउँदैन, फ्री फायर प्रो, अर्को पछाडिको पब्जी प्रो हेलो गरिदिए। आफ्नो आफ्नो के भन्छ नि त भन्दै। म चाहिँ मुकेश सब्सक्राइब गरिदिनु भन्। सब्सक्राइब गर्नु, लाइक गर्नु, कमेन्ट मेरो युट्युबको भिडियो छ गेमको दामी दामी। भाइहरूले जे भन्नु त्यही गर्नु। हामी चाहिँ यस्तो होली खेल्दै हिँडिरहेका छौँ हैन। भिडियो बनाउँदै हाम्रो अगाडि चाहिँ ग्रुप आउँदैछ है। केटीहरू छ कि केटाहरू त थाहा भएन। केटीहरू छ भने चाहिँ कस्टम आई लभ यु भन्छु, कस्टम पनि है त गाइस। ल अब भिडियो रोक्छु म। अनि तपाईँहरूलाई म हाम्रो डेस्टिनेसनमा पुगेर ब्याक गर्नेछु। म फेरि ब्याक छु तपाईँहरूको अगाडि। हामी डेस्टिनेसन नपुगिकन होइन, हाम्रो डेस्टिनेसनमा नपुगी एउटा केटी यस्तो दामी देखियो परबाट हेर्दा दामी। यहाँ पक्रिनु म तपाईँलाई देखाउँछु हेर्नु। रंग बरसे भीगे चुनर वाली, रंग बरसे ओए हामीलाई पनि माया रे र पार्वती लै 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 ला ओए। सो हामी चाहिँ हैन गइरहेको छौँ। अब केटाहरूलाई चाहिँ फोन गरेँ म। केटाहरूलाई फोन गरेर हामी चाहिँ भेट्न जान्छौँ। बोल्ने ल बोल। आइएम फाइनल्ली गाइज मैले आज चाहिँ हेर्नु है नेसनल निगाज कट काटेको मुलेट कट भन्छ यसलाई, निब्बा कट अरे यो चाहिँ होइन। कस्तो देखाएको छ यसो कमेन्ट गरिदिनु होला है त सबैलाई, मेनली केटीहरूलाई। खुसी भयो होला केटीहरू पनि होइन। हामी चाहिँ के भन्छ हाम्रो डेस्टिनेसन आएको छ गौरीगञ्ज भन्छ होइन। हाम्रो होम टाउन यही हो। होम टाउन भनेको जन्मस्थल। अनि हामी चाहिँ जस्ट केटाहरूलाई भेट्न, एउटा केटालाई भेट्न जाँदैछौँ। अब त्यसलाई भेट्यौँ भने अनि केटीसँग रोइला गर्न जाने हो। केटी जिस्काउँदै हिँड्यो अनि त्यस्तै अब होइन। हजुरहरूले हेरिदिनु होला। हामी अब साइकलमा पम्प पनि छैन, फेरि यो उफारे गर्दैछ होइन। त्यसैले अब हामी बजार छिर्छौँ। हाम्रो यहाँ बजार लाग्छ। साइकल देख्दै थर्काउनु पर्छ क्या हामीले। केटाहरू फोटो खिच्दै रहेछन् हेन्सम केटाहरू होइन। यसो हामी त फाइनल्ली केटा भक्तमा पुग्यौँ। गाइज हेर्नु हामी चाहिँ शिवलाई मन्दिर आएको थियौँ। हामी यही क्रियालाई खोज्दै आएको थियौँ। आइगर फाइनल्ली भेट्यो होइन। अब हामी यहाँ आऊ न। हामी मन्दिर नै अब परिहरूलाई खोज्दै हिँड्ने। सब्सक्राइब गर ल सबैले गरे। साथीहरूलाई पनि भनिदिनु ल भेट्दाखेरि बिग फ्यान भन्नु है। पछि अलिक भेट्दाखेरि बिग फ्यान भन्नु अलिक अर्को घन्टे थ्याङ्क यू ब्रो थ्याङ्क यू। त्यहाँ पनि रहेछ अर्को। पर्खिन मन्दिर घुमौँ न पहिले। ए हेर्न त्यो लजाको आइज नलजा म यो होइन। अब चाहिँ हामी जानुपर्ने हुन्छ घरतिर। घरतिर होइन। सो हामी अब होली खेल्न जानुपर्ने हुन्छ अर्कै ठाउँतिर। छिटो आइज गरौँ।
हामी त्यसलाई पनि भेटिसक्यौँ, त्यसलाई पनि त्यो पनि आइरहेछ अनि हामी पनि गइरहेको छौँ होइन। त्यो कहाँ गयो? ए त्यो चाहिँ जान्छ। त्यो हामी त्यसलाई त भेट्यौँ तर त्यो चाहिँ हामीसँग आएन। ठिकै छ नि त, आएन अब के गर्नु होइन। हामी त यता जाउँ, यताबाट हामी चाहिँ यताबाट घुमिरहेको छौँ होइन। यो चाहिँ हाम्रो गोरीगञ्जको भाडुचोक हो, हाम्रो एरिया हो नि त होइन। अब सो हामी चाहिँ यहाँ घुमिरहेको छौँ। सो परि केटाहरू पनि आएर छन्, दुईवटा छन् चिल्लरहरू। म त सक्दिनँ। यो चाहिँ हाम्रो महादेव, अघि यसको गर्लफ्रेन्ड रिसाइरहेको चाहिँ मैले यसको गर्लफ्रेन्डसँग चुप्पा चाटी गरिदिएको है। घरिघरि भन्ने क्या ए पर्यो ल। बादल पारी सानुलाई भेट्न हिँडेको म मुकेश टाइगर मादरचोद। कहाँ उभिएर बस्नु अब हिँड्नु क्या हेर्नु ल। जुनेभरिको लागि साथ दिन्छु म। हामी सँगै छौँ तर माया चाहिँ गर्दिन नभनिदिनु। सो गाइज हामी चाहिँ होली खेलिसकेर हामी चाहिँ घरतिर गइरहेको छौँ। भन न जठा। अनि हामी घर गएर चाहिँ अब रे भाइ लो किधर ल गएको भोलि रङ लाउनु। सो हामी चाहिँ गइरहेको छौँ होइन। अब बाटोमा केटाहरू भेटिन्छ, रङ दलिन्छन्, लप्पै परे दलिन्छन् नाखेमा। के अरे सो होली खेल्यो होइन। अब जानुपर्ने हुन्छ हामीलाई घरतिर। सो हामी गइरहेको छौँ घरतिर। सो म चाहिँ अझै घरतिर गएर चाहिँ किनभने त्यो पट्टि साथी छ नि साथी, त्यो साथीलाई चाहिँ मैले घरमै छोडिदिएँ किनभने त्यसको घर चोकनेरी हो नि त। मेरो घर त चोक तल छ। सो त्यसलाई चाहिँ मैले घरमै छोडिदिएँ अनि उहाँलाई छोडेर सो म चाहिँ हिँड्दै गइरहेको छु। अनि त्यसको साइकलमा मैले त्यसको साइकल अघि हामीले कुदाइरहेको थियौँ नि त, त्यसको साइकल मैले कुदाएँ अघि। सो म चाहिँ अहिले हिँड्दै घरतिर गइरहेको छु। त्यसलाई चाहिँ म चाहिँ अहिले गइरहेको छु आफ्नै घरतिर। घरमा गएर मैले रङ खेल्नुपर्ने हुन्छ, पानी खेल्नुपर्ने हुन्छ किनभने हाम्रोतिर हाम्रोतिर भन्दा पनि पानी खेल्छन् क्या त्यस्तो। किनभने हाम्रोतिर सन्थाल जाति छ नि त, सन्थालले अबिर खेल्दैनन् किनभने तिनीहरूले पानी खेल्छन्। त्यही भएर उहाँ गएर अब पानी खेल्नुपर्ने हुन्छ किनभने सबैले पानी खेल्छन् क्या। किनभने उता पानी खेल्ने माहौल छ नि त। सो अब गएर म घरमा गएर भेट्छु है त। मैले गाउँ पनि आइसकेँ होइन। अनि गाउँ आएपछि यहाँ चाहिँ पानी खेल्नुपर्ने हुन्छ किनभने यहाँ पानी खेल्ने माहौल छ भने मैले पानी खेल्नुपर्ने हुन्छ, अन्त खेल्नु पर्दैन। साला तालुमा पनि सबै लगाइसकेँ यार, तालुमा पनि सब लगाइसकेको हुन्छन्। अब गएर नुहाउनु पर्ने हुन्छ। हेलो गाइज, यहाँ चाहिँ मान्छेहरू खोइ होली खेलेर थाके जस्तो छन्। त म चाहिँ थाकेको छुइनँ है। अब पानी खेल्नुपर्छ, पानी पर्खी म बाल्टिङ लिएर आउँछु, यत्रो लाउँ। सो यसरी हिँडिरहेको बेला चाहिँ मलाई कसले पछाडिबाट आएर लम्मै भिजाउन नि सक्छ। त्यही मैले अलिक सतर्क भएर हिँड्नुपर्ने हुन्छ होइन। वरिपरि मान्छे छैनन्। अहिले चाहिँ मैले भिडियो बनाएको देखेर मान्छे किच्चा दुईटा दाँत निकालेर हाँसिरहेछन्। तर म देखाइहाल्थेँ अहिले देखेछ भने यही मान्छे हो मलाई हेर्दा। म अहिले घर पनि आइसकेँ होइन। अनि म चाहिँ घर आएर अब चाहिँ मैले भिडियो गर्न छोड्नुपर्ने हुन्छ। आजको लागि छुटौँ। अनि मैले चाहिँ अब पानी खेल्न जानुपर्ने हुन्छ किनभने म नुहाउनु पनि पर्ने हुन्छ। सो अब चाहिँ म नुहाउँछु होइन। यहाँ म फेरि खेल्न जान्छु। अहिले चाहिँ म भिडियो बनाउँदिनँ। सो बाइ बाइ गाइज, अब भेटौँला नेक्स्ट भिडियोमा।